नमस्ते। आज हामी एउटा निकै काम लाग्ने विषयमा कुरा गरौँ न। हो टिएमएसबाट आफ्नो किनेको बेचेको मतलब बाइसेल डाटा असरी सजिलै कपी गर्ने। हो अनि त्यसलाई गुगल सिटको एक्सटेन्सनमा लगेर कसरी राख्ने भन्ने बारेमा। एक्ज्याक्टली। हाम्रो आजको लक्ष्य चाहिँ यो सबै प्रक्रियालाई एकदमै सरल तरिकाले स्टेप बाई स्टेप बुझाउने हो ताकि सबैलाई सजिलो होस्। निश्चय नै आफ्नो व्यापारको हिसाब किताब मिलाएर राख्न यो एकदमै महत्त्वपूर्ण छ नि। ल सुरु गरौँ है त। पहिलो स्टेप, आफ्नो टिएमएस अकाउन्टमा लगइन गर्नुहोस्। लगइन त गरियो, त्यसपछि लगइन गरेपछि मेन्यु बारमा हेर्नुहोस् त, त्यहाँ ट्रेड म्यानेजमेन्ट भन्ने देख्नुहुन्छ होला। हो त्यसमा जानु पर्यो। ए ट्रेड म्यानेजमेन्ट अँ देखेँ। यसभित्र गएपछि हो त्यहाँभित्र जानुभयो भने दुईटा मुख्य अप्सन देखिन्छन्। एउटा डेली ट्रेड बुक, अर्को चाहिँ हिस्टोरिक ट्रेड बुक। डेली ट्रेड बुक र हिस्टोरिक ट्रेड बुक, ठिक छ। हो अब यहाँनिर एउटा सानो काम छ जुन चाहिँ पहिलोपटक मात्रै गर्नुपर्छ। एकपटक मात्रै के हो त्यो? त्यो हो कोलमको फर्मेट मिलाउने काम। डेली ट्रेड बुक र हिस्टोरिक ट्रेड बुक दुवैमा यो एकपटक सेट गरेपछि सधैँलाई हुन्छ के। त्यो त झम राम्रो भयो नि। एकपटकको झन्झट कसरी मिलाउने हो त यो? सजिलो छ। पहिले ल डेली ट्रेड बुकमै जाउँ न। हुन्छ। त्यहाँ गएपछि माथि दाहिनेतिर हेर्नुहोस् त, 3वटा थोप्ला जस्तो मेनु हुन्छ। देखियो। हो त्यसमा क्लिक गर्नुहोस् अनि कोलम भन्ने अप्सन छान्नुहोस्। कोलम, ठिक छ। अब त्यहाँ लिस्ट आउँछ। धेरै कुरा हुन्छन् तर हामीलाई चाहिने जम्मा 4वटा: सिम्बोल, टाइप, प्राइस र क्वान्टिटी। सिम्बोल, टाइप, प्राइस, क्वान्टिटी, ओके। हो यति 4वटामा मात्र टिक लगाउनुहोस्, अरू सबैमा भएको टिक हटाइदिनुहोस् अनि सेभ गरिदिनुहोस्। ल यति हो डेलीको लागि। यति हो। अब हिस्टोरिक ट्रेड बुकको लागि पनि लगभग यस्तै हो। ल भन्नुहोस् न त। हिस्टोरिक ट्रेड बुकमा जानुस्, फेरि त्यही 3वटा थोप्लामा क्लिक अनि कोलम छान्नुहोस्। ठिक छ। यहाँ चाहिँ कलम अलिकति फरक छ है। हामीलाई चाहिने सिम्बोल, बाइसेल, क्वान्टिटी र प्राइस। हिस्टोरिकमा चाहिँ टाइपको सट्टा बाइसेल रहेछ। हो त्यही हो। यति 4वटामा टिक लगाएर अरू सबै हटाउने अनि सेभ गर्ने। ल फर्मेट मिलाउने काम यति नै हो। एकपटक गरेपछि यो सेट भइहाल्छ। ल फर्मेट त मिल्यो। यो सेटअपले पछि त कति सजिलो बनाउला। अब पालो आयो डाटा कपी गर्ने। यसमा केही छ कि ध्यान दिनुपर्ने? एउटा सानो टिप छ। डाटा कपी गर्नु अगाडि त्यहाँ पेजमा कतिवटा आइटम देखाउने भन्ने हुन्छ नि, आइटम पर पेज भन्ने। हुन्छ 10, 20, 50 देखाउने। हो त्यसलाई चाहिँ अलमा सेट गर्नुभयो भने सबै डाटा एकैचोटि देखिन्छ अनि कपी गर्न एकदम सजिलो हुन्छ। त्यो त आइडिया राम्रो लाग्यो। अल गर्ने अनि सबै सेलेक्ट गरेर कपी गर्ने, हैन? हो नर्मल तरिकाले माउसले ड्र्याग गरेर सबै सेलेक्ट गर्नुस् अनि कपी गर्नुस्, Ctrl+C। ल कपी पनि भयो। अब पालो आयो एक्सटेन्सनमा पेस्ट गर्ने। त्यो गुगल सिटको टिएमएस कपी बाइसेल भन्नेमा, हैन? हो त्यसमै हो। तर यहाँनिर एउटा महत्त्वपूर्ण कुरा छ है। डेली डाटा र हिस्टोरिक डाटालाई ह्यान्डल गर्ने तरिका अलि फरक छ। हो र? के फरक छ? यदि तपाईँले डेली ट्रेड बुकबाट डाटा कपी गर्नु भएको छ भने एक्सटेन्सन खोल्नुहोस्, त्यो खाली बक्समा सिधै पेस्ट गरिदिनुहोस्, Ctrl+V। सिधै पेस्ट, ओके। अनि त्यसपछि एड ट्रान्ज्याक्सन्स भन्ने बटन थिच्नुहोस् अनि स्टोर डाटा। डेलीको लागि यति गरे पुगिहाल्यो। ओहो डेलीको त एकदम सोझो रहेछ। पेस्ट, एड, स्टोर। हो तर हिस्टोरिक ट्रेड बुकबाट ल्याएको डाटाको लागि चाहिँ अलिकति ध्यान दिनुपर्छ। के गर्नुपर्छ त हिस्टोरिकको लागि? हिस्टोरिकबाट डाटा ल्याउँदा एक्सटेन्सनमा पेस्ट गर्नु अघि एकदमै ध्यान दिएर सुन्नुहोस् है। ल ध्यान दिएर सुनेको छु। एक्सटेन्सनमा डाटा फ्रम हिस्टोरिक भनेर लेखेको एउटा सानो चेक बक्स हुन्छ। हो त्यो बक्समा पहिला टिक लगाउनै पर्छ। डाटा फ्रम हिस्टोरिक बक्समा टिक लगाउने पेस्ट गर्नु अघि। हो अनिवार्य। टिक लगाएपछि मात्रै कपी गरेको डाटा पेस्ट गर्ने अनि बल्ल एड ट्रान्ज्याक्सन थिच्ने र स्टोर डाटा गर्ने। यो टिक लगाउन बिर्सिनु भयो भने डाटा मिल्दैन, गडबड हुन्छ। ओहो यो त साँच्चै महत्त्वपूर्ण कुरा रहेछ। डाटा फ्रम हिस्टोरिकमा टिक लगाउनै पर्ने। अरू केही छ त हिस्टोरिकको लागि? छ नि, अर्को झनै महत्त्वपूर्ण कुरा छ हिस्टोरिकको लागि। अझै छ? ल भन्नुस्।
हिस्टोरिक ट्रेड बुकबाट डाटा कपी गर्दा जहिले पनि एक पटकमा एउटा निश्चित दिनको मात्र डाटा कपी गरेर ल्याउनुपर्छ। मतलब एकैचोटि पुरै हप्ताको वा महिनाको कपी गर्न मिलेन। मिलेन। उदाहरणको लागि मानौ तपाईलाई गत महिनाको 8 तारिकको डाटा चाहिएको छ। हुन्छ। तपाईँ टिएमएसको हिस्टोरिक बुकमा जानुस्, डेट सेलेक्ट गरेर 8 तारिकको मात्र डाटा फिल्टर गर्नुस्। त्यो 8 तारिकको डाटा कपी गर्नुस्। ओके, 8 तारिकको मात्रै कपी गरियो। अनि एक्सटेन्सनमा गएर पहिला के गर्ने रे? पहिला डेटा फ्रम हिस्टोरिकमा टिक लगाउने। बस हो, त्यसमा टिक लगाउने अनि 8 तारिकको डाटा पेस्ट गर्ने, एड ट्रान्ज्याक्सन गर्ने, स्टोर गर्ने। अनि 9 तारिकको चाहियो भने फेरि त्यही प्रक्रिया दोहोर्याउने, टिएमएसमा जाने, 9 तारिकको डाटा मात्र फिल्टर गर्ने, कपी गर्ने, एक्सटेन्सनमा आउने, डाटा फ्रम हिस्टोरिक टिक छँदैछ, एक पटक टिक लगाएपछि रहन्छ, तर हरेक पटक चेक गर्नु राम्रो। पेस्ट गर्ने, एड गर्ने, स्टोर गर्ने, एक दिन एक पटक। बुझियो। डेलीमा चाहिँ त्यो दिनको जति छ सबै एकैचोटि भयो, तर हिस्टोरिकमा चाहिँ हरेक दिनको लागि छुट्टा छुट्टै कपी, पेस्ट, स्टोर गर्नु पर्यो, त्यो पनि डेटा फ्रम हिस्टोरिक टिक चेक गरेर। तपाईले एकदम ठिक समात्नु भयो। यही हो मुख्य कुरा। यो सानो डिसिप्लिनले गर्दा तपाईको पुरानो रेकर्ड पनि एकदमै सही तरिकाले बस्छ। ल, आजको यो छलफललाई छोटकरीमा भन्नुपर्दा टिएमएस लगइन गर्ने, एक पटकलाई कलम फर्मेट मिलाउने, डाटा कपी गर्दा आइटम पर पेजलाई अल गर्ने हो, अनि कपी गरेर गुगल सिट एक्सटेन्सनमा पेस्ट गर्ने। डेली डाटा हो भने सिधै पेस्ट, एड, स्टोर। एक पटकमा एक दिनको मात्र डाटा प्रोसेस गर्ने। एकदम क्लियर भयो। हो, प्रक्रिया एकदमै सरल छ। र अन्त्यमा एउटा कुरा सोचौं न त, हिस्टोरिक डाटा राख्दा गरिने यस्ता साना लाग्ने कामहरू, जस्तै त्यो एउटा बक्समा टिक लगाउने वा एक दिनको मात्र डाटा एक पटकमा प्रोसेस गर्ने, यस्ता सानो सावधानीले पनि आखिरमा हाम्रो समग्र डाटाको शुद्धतामा कति ठूलो असर पार्छ होला, हैन? त्यही त, सानो कुराले नै ठूलो फरक पार्ने रहेछ डाटा व्यवस्थापनमा। यो जानकारीको लागि धेरै धेरै धन्यवाद है। तपाईलाई पनि धन्यवाद।